गेट नम्बर 4 मा अब हामी जाँदैछौँ। मलेसिया जानको लागि साथीहरू चढ्दै हुनुहुन्छ। बिस्तारै बस्दै हुनुहुन्छ। अब हामी प्लेनमा बस्यौँ। आज एकदम अगाडि परेछ हामी सुरुकै सिटमा हो। Good evening, ladies and gentlemen. This is Mahesh Raj Pandey from the flight deck. Commander of this flight is Commander and indicated to the safety and service on behalf of the airlines and the नेक्स्ट सिटको माथि अक्सिजन मास्कहरू राखिएका छन्। कारणवश जहाजभित्रको चाप घट्न गएमा सो मास्क आफै तल झर्नेछ। मास्कलाई आफूतिर तानी नाक तथा मुख छोपी श्वास फेर्नुपर्छ। कृपया आफूले सो मास्क लगाइसकेपछि मात्र अरूलाई मद्दत गर्नुहोला। महिला तथा सञ्चालन हामी अहिले कोलालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छौँ। स्थानीय समयअनुसार बिहानको 5:50 गएको छ र बाहिरको तापक्रम 24 डिग्री सेल्सियस छ। सिटको पेटी बाँध्ने सङ्केत बत्ती ननिभेसम्म र जहाज पुरा नरोकेसम्म सिटमा बसिदिनुहोला। माथिको सामान कक्ष खुल्दा विशेष ध्यान पुर्याउनु हुन अनुरोध गर्दछौँ। साथै विद्युतीय उपकरणहरूको प्रयोग गर्न सकिने जानकारी गराउँदछौँ। विमानबाट प्रस्थान गर्न अगाडि आफ्नो सम्पूर्ण सामानहरू आफूसित भएको सुनिश्चित गर्नुहोला। कप्तान अनुप मानन्दर तथा यस उडानका कर्मचारीहरू नेपाल वायु सेवाबाट यात्रा गरिदिनु भएकोमा आभार प्रकट गर्दछौँ र भविष्यमा पनि सेवा गर्ने अपेक्षा राख्दछौँ। नमस्ते। ल हामी मलेसिया आइपुग्यौँ। सरी Selamat datang ke Malaysia. Attention, we are departing for the arrival hall, gates
राइफल भनेपछि तल झर्न पर्यो अब यहाँ पुग्ने खालको आइयो है ल अब हामी यसरी तल झर्दैछौँ यही हो जस्तो लाग्छ कि यहाँ ब्यागेज लिने काम भइरहेछ सबै नेपालीहरूलाई यस्तो ब्यागेज हो राम्रो सरसँग कुरा गर्नु होइन भएको छ क्या हजुर पुरै पामको रुख होइन यसैको बाटो यहाँ मलेसिया क्वालालम्पुर चाहिँ विकसित भएको भन्ने कुरा चाहिँ प्रेसिडेन्टको डाँडो ठाउँ भन्दै त्यो बाटो अनि त्यो जुन जाने हेर्नु खाली ठाउँ भयो कि अब केही छैन पामै पाम होला डाँडोसम्म खेतीपाती भनेको यसैबाट बनेर के धेरै 25-30 वर्ष पनि भएको छैन मलेसिया मेरो दोस्रो पटक हो सरकार दोस्रो पटक भन्ने भयो भएको छैन भर्खर 30 वर्ष जस्तो भयो 30 वर्षभित्र डेभलप भएको जाँदैछौँ त्यो 4 जङ्गल जस्तो जुन जङ्गलमा नि हामी यसरी सिस्टमले आफै काम गर्छ सबै मान्छे बस्नै पर्दैन है पुरै आफै काम गर्छ डिभाइसले सिस्टम भनेको सिस्टम हो अस्ट्रेलियामा त्यो चिफ नम्बरबाट गाडीमै राखेको हुँदो रहेछ सरले गाडी छिर्नु बित्तिकै ट्विकको माथिबाट कराउँदो रहेछ मेसेज आउँदो रहेछ होइन सबै यो दायाँ बायाँ सबै पामहरू हो तर यहाँ हरियाली चाहिँ आनन्द है सबै गरेर यता व्यवस्थित हाम्रो अब अहिले त होइन पानी कुन त्यो बर्खातालका हामी आउँदाखेरि त त्यही जेठ असारमा परेको छिनछिन पानी त पानी पनि कुन बेला थाहा नहुने पानी त झ्याप्पो फेरि भरेर पर्ने फेरि एकैछिन तर कहीँ पनि पानी जम्मा नहुने क्या सर्लक्क एकैछिन पर्ने भरेर पर्ने परिरहने होइन यसो ओदा लगाइसकेपछि एकछिन लागेपछि फेरि चट आइयो कि सर अब लगभग देखिन थाल्यो अब आइपुग्ला जस्तो टावर यता यसो कता घुमाएर नजिक आइएछ चढ्नु चढ्नु भयो नि त सर चढिएन नि सर चढ्ने नचढ्ने त हेरौँ न मिल्यो भने चढ्ने नि हजुर मिल्यो समय भयो भने चढ्ने मिलाएर चढ्नु चाहिँ मकै छ क्या पैसा चाहिँ हेरौँ ट्विन टावरले चलाइ त पैसा परेन ट्विन टावर त माथिसम्म पुग्यो हामी सबभन्दा लास्ट तलसम्म ट्विन टावरमा तिर्छ परेन पैसा अनि 80 कि कति लिन्छ एक रेम छिर्नलाई
कुरेम चाहिँ छिरियो त्यो घरमा त उता माथि स्विमिङ छ यहाँबाट त त्यो त्यहाँबाट बस्दा ठ्याक्कै त्यहाँदेखि सिङ्गापुर जानको लागि टिभीएस बस पार्क जाँदैछौँ आज नाइट सिङ्गापुर जान्छ हामी रोयल पार्क सर सिङ्गापुर जानलाई नि गाई हो नि एयरपोर्ट जस्तै बोर्डिङ बोर्डिङ पास फ्लाइटमा जानु जस्तै बोर्डिङ पास लिनु पर्दो रहेछ भिडभाड छ यहाँ साथीहरू बोर्डिङ पास हो 16 नम्बर 16 नम्बरको गेट भन्ने भयो 11:59 हाम्रो फ्लाइट छ बसको सिङ्गापुर जानको लागि अब बोर्डिङ पास लिएर हामी तल झर्दैछौँ राजन सर हाम्रो बसको फ्लाइट बस चाहिँ हाम्रो 11:59 छुट्छ बस सर सिङ्गापुर आइयो होइन अब चेक गर्नु पऱ्यो इमिग्रेसनको सिङ्गापुर इमिग्रेसनमा चेक गर्नको लागि गइरहेका छन् अब हामी एका बिहान सिङ्गापुर झऱ्यौँ होइन सोधेर नि थाहा होला नि सिङ्गापुरको कफी सिङ्गापुरको पहिलो सिङ्गापुरको फर्स्ट बिहानको 5:30 बजे चाहिँ बसबाट झरेर हामीले कफी खान लाग्छौँ सिङ्गापुरकै पहिला सब सिङ्गापुर कफीको हो सिङ्गापुर आएर एक्सर्साइज गर्न लगाइरहेको छौँ है एक्सर्साइज गर्ने ठाउँ हो यो तान्ने नगर्ने एक्सर्साइज साइकल दगुराउनु सर ल साइकल दगुराउनु पऱ्यो ल किस्नु सरलाई अब पुरै सिट परेर रहेछ त है पैसा तिर्नु पर्ने त छैन नि ल उल्टे भयो सानो रहेछ बच्चाहरूको के हो त्यो होला यो बच्चाको रहेछ यति बेला हामी सिङ्गापुरको पार्कमा एक्सर्साइज गरिरहेका छौँ बिहान सब एक्सर्साइज गर्ने ठाउँ हो सर त जानुभएको छ यता हाम्रो राजन सरले आफ्नै धुनमा एक्सर्साइज गर्दै हुनुहुन्छ First is changing. Changing. The green color line after red color line changing. रेड कलर Red color. रातो कलरको चाहियो गाडी ग्रिनबाट रातोमा चेन्ज गर्नुपर्छ Little area MRT, you see?
You see? Little India MRT, purple color line. अब हामी एमआरटी जाँदैछौँ त्यसै उटुपा एमआरटीमा झर्छ त्यसै पर्पल कलरको चेन्ज गरेर लिटिल इन्डियामा जान्छ This one station MRT. Only MRT station. This one. यतातिर हामी बन्डीबाट चढेको मैले उट्र पार्कमा जानेर झर्छौँ हामी यहाँ चाहिँ लेखेको छ हामी यो बन्डीबाट चढ्यौँ त्यसपछि हामी पर्पलमा गएर चेन्ज गर्छौँ तोरणम लिटिल इन्डिया भनेको सबै इन्डियाको झल्क दिने गरी बनाएको सहर बजार भन्ने भयो पुरै ल साह्रै मुस्तफा सिङ्गापुरको मुस्तफा बजार पुरै यो सहर उतातिर राजनसालेनमा छ यता हाम्रो बस्नेत सरले राजन सरले चप्पलहरू हेर्नु भइरहेछ हो सुनको छ हौ यो त सुनको पसल छ हौ यो सब सुनको पसल जता हेऱ्यो त्यो सबै गोल्ड मात्रै भयो कति छ आजको गोल्ड 180 66 साइज क्यारियर 160 उसको देख्नुभयो सर यता हेर्छ नि ती लुगाका यतातिर सबै लुगाहरू 30 रुपियाँ सब साडीहरू छ मेड इन सिंगापुर का सब यहाँ सिंगापुर का है ना यो सब सिंगापुर को साड़ी भन्ने हो सिंगापुर त हैन यो 9 मिटर 50 रुपैयाँ हैन योलाई 12 मिटर को 50 रुपैयाँ अरे फेरि यो चाहिँ 12 मिटर 50 रुपैयाँ कुन यो नकिन्ने सर लिएर आएँ स्पेसल 5 रुपैयाँ पपहरू छ नि मुस्तफा मार्केट यो चाहिँ मुस्तफा मार्केट है साथीहरू यो भएन मलाई मगाइने भयो हामी मार्लिङ पार्क जानेछ अहिले सिङ्गापुरको मार्लिङ पार्कमा
त्यसरी हामी यहाँ पुरै बिचमा समुद्र बिचमा आएको छौँ सिङ्गापुरको। त्यसरी गरेर पुरा के हो पारीको पुरै भुइँकटर। सर हामी कहाँ आयो? मेर्लिन पार्क होइन? मेर्लिन पार्क सिङ्गापुरको मेर्लिन पार्क आएका छौँ। सिङ्गापुरको मेर्लिन पार्क होइन सर? बाघको मुखबाट पानी निस्किरहेको छ। पारीको चाहिँ भुइँकटरको सेप भन्ने भयो। यो हामी सिङ्गापुरको मेर्लिन पार्कको यो सबै सबै भिडभाड छ है। फोटो खिच्नेहरूको भिड छ। यहाँ कृष्ण सर राजन सर चाहिँ थाकेर आराम गर्नुभएको अवस्था हो। धेरै छ नि, 2 रातको निद्रा हो, के थाक्नु छ। अब आज पनि सुत्न पाइन्न। आज नाइट आज सर 3 रात बस चढेर हामी फेरि मलेसिया फर्कँदैछौँ। साँझ लगभग 11 बजेपछि फर्कन्छौँ। पर क्या फोटो खिच्न जाने कि बरु जाऊँ क्या नि हरियाली बनाएको छैन सरी पुरै हरियाली छ। अब हामी सबवेमा जाँदैछौँ। यहाँबाट हामी गाडी निस्किन्छौँ। कता हो पिक्चर होटल यहीँबाट त हिँडाएको हामी। सिबी आएको हो कि जस्तो 18 में जाऊँ 16 में लोग हॉल फाक जाऊँगा 14 मिनट 14 सेकेन्ड भनेर भइसक्यो। 11 10 9 8 यहाँबाट गएको हेर्नु यहाँबाट गएको यहाँबाट CWD परबाट ल्याएको CWD भने चाहिँ यहाँ देखियो ठ्याक्क। CWD परबाट ल्याएको भने यताबाट उ थियो यताबाट ल्याएको कि हाम्रो तर यताबाट जाने यता जाने यही बाटो बस पाउँछ। हामी यो बाटो हिँड्छौँ बिहान बसको तलामा हो। हामी कहाँ बोलिन्छ हो यहीँ हो बोल्ने बिहान हामी यहाँ बसेर यहाँ बसेर अहिले यहाँ उयो पार्किङमा बसेर बिहान बोलिने बिहान त्यहाँ बसेँ होइन होइन सिङ्गापुरमा यस्तो राजन सर कस्तो छ? एकदम टेस्टी छ कस्तो छ नि त ल राम्रो
सर कस्तो भइरहेछ मिठो छ होइन ल ठिक छ चाख्न पर्छ हामी सिङ्गापुर छोडेर फर्कँदैछौँ क्वालालम्पुर जान्छौँ 2 दिन क्वालालम्पुर बसेपछि फेरि घर जान्छौँ आजलाई सिङ्गापुरलाई बिदा गरियो है एकदम माथिल्लो तलामा बसेर हामी यात्रा गर्दैछौँ यो रमाइलो भएछ सिङ्गापुर यसपालि पहिलो भए पनि सिकाइ चाहिँ धेरै भयो रमाइलो पनि रमाइलो भयो रमाइलो भन्दा सिकाइ चाहिँ ठुलो भयो हेल्पफुल मान्छेहरू पनि भेटियो सिङ्गापुरमा हेल्पफुल मान्छे हुँदो रहेछ भेटिँदो रहेछ भनौँ न सायद जस्तो यसरी हामी फर्काउँदैछौँ यस माथिल्लो तला आएको पनि चढेर हिँडियो होइन सर ट्विन टावर मलेसियाको सर केउलार भनेको चाहिँ एक्जिट रे केउलार लेखेको भनेको बाहिर जाने भने एक्जिट रे त्यो केउलार भनेको एक्जिट अब के हिँड्ने अब यहीँबाट जाने यही त यसरी भिडभाडहरू छ मान्छेहरू चढ्ने चढिरहेको झर्ने झरिरहेको अलि छिटो आउनुपर्छ क्या थाहा पाउनलाई संसार यस्तै हो हामी अब केएलसिसी ट्याक्क यहीँ अगाडि चाहिँ छ भनिदिन्छ पानी परिरहेछ होला पानी परिरहेछ है केएलसिसी हो यहाँभित्रै हो यताबाट जाने केएलसिसी स्ट्रिट यतातिर त्यो त मास्तिर देखायो होइन त्यता पनि देखायो फेरि स्टिन यता पनि उता पनि देखाएको यहीँ माथि हो भन्ने कुरा हो पानीले मात्र हो यहाँ माथि चढ्नु पानी परिरहेछ यही हो पुरै पानी परिरहेछ त्यही त हुन्छ त्यही त हो घुमान पऱ्यो यही एरिया हो त्यति थाहा छैन उता पुरै अब यो कता निस्कन्छ कहाँ आयो यस नआएको ठाउँमा आइयो अरे कथा भनेर चाहिँ डेली खै यो सब यो देख्दाखेरि आलो जस्तो लाग्छ मलाई आयो जस्तो लाग्छ यो उसको पहिलेतिरपट्टिको भाग हो जस्तो लाग्छ ट्विन टावरको यो सब तरकारीवाला हो क्या अनि हामीलाई कन्फर्म भएपछि थाहा हुन्छ पहिरो पानी आइरहेको छ अब हामीलाई यसरी भित्र यो ट्विन टावरमा केएलसिसी बाहिर पानी परेको भएर यहाँ मान्छे सबै भित्र फेरि नत्र बाहिर फोटो सेसन चाहिँ हुने गर्दथ्यो बल्ल ठुलोवाला आयो होला बल्ल ठुलोवाला हो हामी साइडमा थियो यसरी माथिसम्म अब आइयो भने चौरवाला त्यतै त
त्यतापट्टि त गाडी साडी केही पनि आउँदैन कि अर्को यस्तो यस्तो साइड फाइड फोटो खिच्ने छ उतापट्टि नि छ त्यता त उसको बिचको भयो यहीँ हो र त्यहाँ रमाइलो हुने हो यसरी त्यहाँ अनि पुरै हुन्छ परसम्म यतापट्टि छ खोला छ ऊ छ ल यही हो मैले खोजेँ यही हो मैले भनेको तपाईँको यतै हो भनेर अघि नै सुनाएको त्यही हो पछाडिपट्टि छ भने तपाईँले नदेख्दासम्म घर लाएन होइन मैले यता होइन गाडी चाहिँ होइन पछाडि छ यो खुल्ला गाडी साडी आउँदैन यो चौरो हो तपाईँले भनेको त्यहाँबाट खिच्दाखेरि त्यहाँबाट 2-in-1 दुइटै आउँछ फोटो खिच्नु चाहिँ उता त्यहाँबाट आज पानी परेछ अब बस्छ होला तर पानी अब यस्तो छ एकुरेम यहाँ मुनि एकुरेम यहाँ उतापट्टि छ त पुरै माछा साटाकोदेखि लिएर हो सबै यतातिर छ आज यहाँ कार्यक्रम पनि भइरहेको छ यहाँ रातिमा त अझ राम्रो देखिन्छ यहाँ यो चाहिँ पुरै कार्यक्रम भइरहेको छ आज यसो पानी आएको भएर पनि यहाँ त दिउँसोभन्दा रातिमा रमाइलो हुन्छ त्यही हो नि आज नि घाममा बस्न चाहिँ चिसोले खत्तम बनाउने भयो यसरी यो पुरै हो यस्तो खालको छ यो चाहिँ ट्विन टावर यतातिर मासतिर छ कि यो ट्विन टावर हो यो चाहिँ माछा यो चाहिँ स्विमिङ पुल हो यहाँको यो माछा छ माछाको स्विमिङ पुल हो यो पाहाडपट्टि त्यो देखिन्छ ट्विन टावर हो जान्दिम ट्विन टावर मलेसियाको सर पनि हो सबै यस्तै हो यो टावर माथिसम्म छ यसको चाहिँ ट्विन टावरभित्रको हो यो चाहिँ खोक्रो टावर हो माथि त्यहीसम्म हो ट्विन टावर एउटा भाग हो यहाँ दुईजना सरहरूले ट्विन टावरको भित्र बसेर माथि हेर्दै हुनुहुन्छ के छ ट्विन टावरको घुमे राम्रो बस्छ होइन पानीलाई अलिक भिजायो बाहिर चाहिँ अलिक घुम्न चाहिँ अलिक भएन अरू सब ठिक छ यो फेरि अर्को भाग हो यतातिर अर्को देख्यौँ यो चाहिँ बिचको भाग छ फेरि यहाँबाट माथि फेरि अर्को छ यो फेरि अर्को यो यसरी यो बिचको भाग छ यो देखिन्छ पुरै माथिसम्म के छ त्यहाँ माथि स्पेनिस पेट्रोलियम Is she going up? No. Better luck next time. Then we are going down. All right, let's go. Move. त्यो त हो कि तला भनेको तला पोर्ट तलामा
पुरै स्पेसहरू यहाँबाट हेर्न तल र तल 4 तला माथि आइपुग्यो यो चाहिँ पुरै यसको मेनु हो त्यसको अगाडिको भाग यहाँ चाहिँ पुरै पानी भइरहेको छ यसरी फोटो खिच्ने काम भइरहेको छ मेन अगाडिको भाग हो यो यतातिर अलिक परबाट अलिक राम्रोसँग देखाउन सकिन्छ यो मेन फ्रन्ट लाइन भनेको फ्रन्ट साइड यो चाहिँ यतातिर यसरी पुरै पानी पोरा आइरहेको छ परसम्म छ यसको अलिक पर गएर हामी यसको मेन भाग चाहिँ देखाउँछौँ परसम्म हो पछाडि यहाँ तल एउटा यसरी अब हामी यहाँ यस्तो छ यहाँबाट सरेर त्यो चाहिँ मेन क्विन भाग हो त्यस्तो आउँछ यहाँ त भेट्दैन तलबाट भेट्छ ल यति बेला चाहिँ रात परेको छ सबैजनाहरू आफ्नो आफ्नो फोटो खिच्ने रमाइलो गर्ने भइराखेको छ ट्विन टावर हो पछाडिपट्टिबाट देखिने भएको हो हाम्रो आइम सर किन सर के गर्दै हो फोटो लाइटवाला फोटो लिने ए ल लाइटवाला फोटो अरे बहुत राम्रो आएछ सरको जामा मस्जिद पुरै हाम्रो पनि आयो अब फेरि हामी रुममा फर्काउँदैछौँ केएल टावर हो त्यो सानो देखिएको छ अब हामी त्यहाँ जाँदैछौँ एकछिनपछि हामी त्यहाँ पुग्छौँ यसरी पुरै पानी आउँदालाई चाहिँ माथिबाट पुरै यस्तो बनाइराखेको हुन्छ यहाँबाट राम्रो चाहिँ यो यस्तो छ पानी आइरहने पानी आए पनि छाता नलिएर हिँड्दा पनि छाता चाहिँ पढ्नै पर्छ भन्ने छैन यस पानीबाट बस्न चाहिँ सकिन्छ हो 3-4 थकाइ लाग्यो कहाँ जाँदैछौँ हामी अब हामी हो मै पर देखिया छैन हामी पुगिन्छ ल त्यस कृष्ण सरले यसको लिड गर्नुभएको छ यो पारीबाट चाहिँ हाम्रो ट्रेन गइरहेको छ अहिले त्यहीँ त हो हामी झर्ने अगाडि अगाडि बाटो देखाउँदै पछाडि हाम्रो राजन सर आउनु भएको छ हामी अब केएल टावर जानेछ आज मैले चाहिँ आएको कति दिन भयो 4औं दिन भयो आज हिँडिरहेको बाटो के पुग्यो 5 दिन भयो 5औं दिन भयो नि मलाई नेपालबाट त 5औं दिन नि 5औं दिन भयो सिङ्गापुर पनि गयौँ होइन सिङ्गापुर बाटो केप गयौँ ट्विन टावर गयौँ बिहिबार होइन मार्केटहरू घुमेर आज चाहिँ हामी केएल टावर जाने भनेर त्यसरी हिँडेको छौँ हिँड्योस् अब
5 दिनको दिन हामी यहाँ मलेसियामा घुमिरहेछौँ। कहाँ पल्लोतिरबाट जानुपर्छ, पल्लो चौकमा गएपछि देखिहाल्छ हाम्रो। अब हामी टावरको नजिक आइपुगेका छौँ साथीहरू। त्यही हो टावर, टावरमा पुग्छौँ हामी। हो सरले ठिक कुरा गर्नुभयो, हजुरले ठिक कुरा गर्नुभयो। है साथीहरू, अब हामी चाहिँ नजिक आइपुगेका छौँ। नजिकै छ, यतातिर सबै हिँडिराख्नु भएको छ। यो चाहिँ केएल टावर हो, नजिकै छ। पुरै गाउँतिर जस्तो टक्क पुरानो घर राइसमिल बेलाउती सबै छ। जस्तो सट्ट लगाएर यस्तो सट्टै बेला लाइटहरू पुरै यसरी काम भइरहेको छ। यहाँ पहिरो गएछ, जस्तो मर्मत कार्य भइरहेछ। यो पुरै रोपे जस्तो छ है सर, घाँस रोप्न रहेछ है। यो केएल टावर यही हो। हामी फाइनली केएल टावरमा आइपुग्यौँ। घुम्न चाहिँ एक चक्करै घुमियो नि होइन सर। भित्तामा केएल टावर लेखेको देखियो है। यो चाहिँ मेन प्रवेशद्वार भन्ने हो यहाँ कुआलालम्पुरको। यसको यो चाहिँ यसरी माथिसम्म चाहिँ छ टावर। ल यसरी स्टेप बाई स्टेप सिँढी चढेर हामी अब केएल टावर जाँदैछौँ। यसरी अलिकति हिँड्नु पर्ने देखियो फेरि स्टेप चाहिँ। माथिबाट टावर छ, पुरै यहाँबाट भ्यू हेर्न पनि पाइन्छ अरे। ल यसरी टावर यहाँ आएपछि त उयो हेर्ने मात्र, फोटो खिच्ने त्यस्तो। ल यसरी हामी आइयो। बाब्रे ठगै लाग्यो त। पुरै उ छ यहाँ अरे। यो यहाँबाट चाहिँ फोटो खिच्ने काम भइरहेको छ सबै साथीहरूको, यहाँ घुम्न आउनेहरूको। यसरी यता खिच्न साह्रो आउनुहुन्छ, अगाडि पुगेर फोटो खिच्छु। ल किसन सर राजेश रामलाजी केएल टावरको कस्तो लाग्यो सर? आइयो नि एकदम राम्रो छ। कस्तो काली लाग्यो भने माथि नि जाने हो एकछिनपछि। जस बाटोमा आउँदाखेरि गाह्रो भए पनि यहाँ आइसकेपछि रमाइलो छ देखियो। यो सबै यो पारी देखिएछ। यो एकछिनपछि जाने हो अब त्यहाँ माथि पनि यसरी। ए माथिसम्म देखिन्छ सबै यस्तो छ। हेरौँ एकछिन आराम गर्ने, त्यसपछि हामी जानेछौँ। ट्विन टावरको एउटा टुप्पो छ, त्यहाँ देखिन्छ। त्यो चाहिँ हामी हिजो गएर आइयो। यस रमाइलो छ त्यो पनि। हाम्रो यहाँ स्काई टावर चढ्नको लागि व्यवस्था गरेको पैसा हो। अब्जर्भेसन डेस्कमा गयो भने हाम्रो एडल्टको लागि 30, चाइल्डको लागि 20 भन्ने छ। र फरेनको लागि चाहिँ एडल्टको 80 रुपियाँ, चाइल्डको 50 रुपियाँ छ। स्काई टेरेस पनि छ 50 रुपियाँ, 28 रुपियाँ। फरेनको लागि 40 रुपियाँ छ। यस्तो कम्बो पनि लिन पाइने भन्ने चाहिँ लेखेर छ। यसमा 55, 30, 180 र 100। अनि यसको लागि यसरी अनलाइन पनि लिन पाइन्छ। यो गरिसकेपछि बाई भन्ने ठाउँहरू बाई पे गरेको छ। जब तपाईँले क्लिक गर्नुभयो भने यसको टर्म्स एन्ड कन्डिसनहरू आउँछ। त्यसपछि यसमा तपाईँले एक्सेप्ट भन्नु छ। एक्सेप्ट गर्नुभयो भने
त्यस पछाडि प्रोसेसहरू चाहिँ गर्न सकिन्छ। पानी परेर फेरि पानी परेको अहिले पानी पानी परेर ठुलो पानी परेर पानी आएको भएर ढिलो घुम्यो। सबैमा अगाडि हुन्छ लगभग 2 घन्टा बस्नु पानी परेको के छ पानी बस्यो नि अब पानी बिस्तारै सकिन्छ। शीतल नै हुन्छ नि यस्तो गर्मी ठाउँमा हल्का भिज्दाखेरि हाम्रो खास त्यति असर गर्दैन कि। अब हामी हिँडिन्छ नि ल अब हामी चाहिँ आवर छोडेर हिँड्यौँ है। अब पानी चाहिँ परिरहेछ अलिअलि र पनि हामी चाहिँ अब फर्काउने भन्ने भयो यसरी हिँडिरहेछौँ। टावर पनि हेऱ्यो फर्क्यौँ। अब यतातिर पुरै अग्लो अग्लो घरहरू छ। जाम चाहिँ यहाँ पनि हुँदो रहेछ। अहिले गाडीको जाम त लामैसम्म छ यसरी। गन्जाम यसरी हामीलाई सक्क पानी परिरहेछ। पानी पऱ्यो भने हामी पुरै हिँडिरहेछौँ यहाँ अहिले। जुन परिरहेछ त्यो जे पनि भइको लागि काम लाग्यो। पर मेट्रो चढ्न अनि गएको सिङ्गापुरको कार्ड यहाँ नचल्दो रहेछ। सिङ्गापुरको कार्ड लिएर आउनु भएछ कि सरले। त्यसपछि हामी नचलेपछि हामी फेरि पानीमा बाटोमा हुन्छ नि ट्रेन छोडेर हिँडेर आएका छौँ। त्यहाँ पैसा नचल्ने रे कार्ड मात्र चल्ने भन्ने कुरा हो। त्यही भएर फेरि हामी मेट्रो छोडेर सिधै बिहानै आएको बाटोबाट फर्कनलाई भनेर हामी यता ब्याक भएछौँ। त्यसरी हामी त्यसरी सर राजन सरले छलफल गर्दै हुनुहुन्छ। सामान के किन्यौँ के किन्नु पर्थ्यो भन्दै हुनुहुन्छ। त्यसरी जे हुन्छ राम्रोको लागि हुन्छ नि यही हो है। कुनै पनि बिग्रिएको काम बिग्रेको हिजो बिग्रेको बन्यो राम्रो अनि यस्तो छ। इभिनिङ वाक पनि हुने भयो आजको। डरै हुने भने हल्का डरो हुने भयो। यस राम्रै भइरहेछ। त्यसरी हामी जाम पनि डरै रहेछ। जाम चाहिँ जस काठमाडौँमा जस्तै जाम चाहिँ राम्रै लामै जाम हुँदो रहेछ। यो ट्याक्सी लिएर हिँड्यो भने पनि यहाँ चाहिँ घाटै हुँदो रहेछ टाइमको हिसाबले चाहिँ। यसरी टिकट काट्दैछौँ हामी। हाम्रो यो टिडब्ल्यू स्टेसन भन्छ। टिडब्ल्यू DWTC उयो त भने आज मलेसियाको ट्रेनमा चढ्दैछौँ। चढ्नै थाल्नु छ है। ल त्यहाँ अगाडि बस्नु। हामी पछाडि विष्णु सर हुनुहुन्छ यता राजन सर
नेपाल एयरलाइन्सको अफिस भवन रह्यो। अब हामी नेपाल एयरलाइन्सको अफिसमा जाँदैछौँ। छ तलामा यसरी त्यही गाह्रो हुन्छ। 5मा हामी खाएको मार्केटमा आइपुगेका छौँ। यस्तो रहेछ पुरै ठिक छ। अब हामी पुरै साबुनका 6 × 190 3 रुपियाँ पर्यो होइन? 3 रुपियाँ पर्ने भयो। सस्तो रहेछ। 100 पर्यो। यस्तो छ। सेन्टहरू रहेछ। सेन्ट त तलबाट छिराउनुपर्छ नि। यतातिर सबै सेन्टहरू छ। कोलगेटहरू, टुथपेस्ट। यस्तो मलाई पुरै मेकअपको सामानहरू हेर्नुहोस्। यो चाहिँ पुरै मेकअपको सामानहरूको एरिया हो। क्लिनिङ वाला छ। क्लिनिङ लेडिज ब्यागहरू छ। कति जति पर्दो रहेछ? हजुर कति छ यसको मूल्य? कति लेखा छ? 58 रुपियाँ रहेछ। राम्रो छ त यता। कति रे? 58 रुपियाँ लगभग 2400 जति। 2400 जति मिनी एकदम म्याक्सिमम् लाई हेरिएको छ। स्कुल ब्याग किन्नको लागि लानु भएको छ। सब स्कुल ब्यागहरू बच्चाहरूलाई स्टाइलवाला रहेछ। स्टाइलवाला रहेछ। सानो बाबुहरूलाई ठिकै हुन्छ। तर कतिको छ हौ? चेन त खतरा खाँदै। यो सबै सब मिठाईहरू। चक्लेट लास्ट दिनमा दिए हुन्छ हौ उताबाट आएर। सब चक्लेटहरू। चक्लेट आइटमहरू अमल गर्ने कि उनीहरूलाई भेट्न जाने?
टेरी 25 रुपया 2500 1000 162 भनेपछि सब चॉकलेट कति छ सस्तो पाइन्छ यो सबै अहिले चाहिँ यहाँ तरकारी पसलमा किनमेल भइरहेछ यो सबै बिस्कुट्सहरू तरकारीहरू छ यसरी खोज्नु तिनवटा राजन सरले खोज्दै हुनुहुन्छ थुप्रो छ यतातिर अरू पनि छ यहाँ यो बिस्कुट्सहरूको आइटमहरू भयो टाढो भयो यतातिर कोल्ड ड्रिङ्क्सहरू छ यो परसम्म छ परसम्म त्यो छ यसरी यो सबै माछाको भयो छ पुरै माछाको आइटमहरू साबुनहरू पुरै फास्ट फुडहरू भेटिएन यतातिर मिठाईका कुराहरू भए मिठाई आइटमहरू बिस्कुटहरू यतातिर नुडल्सहरू छ यहाँको परसम्म पुरै नै छ यता चक्लेटको आइटमहरू यतातिर हजुर 100 जुत्ता किन्ने भयो सर अग्लो हुन्छ यो तान्यो भने यो रहेछ यो चाहिँ नभन्नु यो अरू चाहिँ हुन्छ कलर 5 ringgit. Yeah. Oh, it's new one. इंग्लिश होता है हजुर टॉयलेट का सामानहरू धाराको सामानहरू रहेछ यतातिर यो पुरै यता चाहिँ कस्मेटिक्सहरू यतातिर पुरै धाराको सामानहरू छ यतातिर लेडिज परसम्म देखिन्छ टुल्सहरू पनि रहेछ है यहाँ त ल यस्तो रहेछ सबै टुलहरू पनि रहेछ यहाँ यतातिर पुरै चकटीहरू छ यहीँ त रहेछ नि हाम्रो व्हिल का नि त अनि यतातिर त्यो ट्रेसलहरूमा त्यो उसमा बुढाउनेहरू तरकारी पुरै यो करेन्ट चाहिँ यो चाहिँ मजा रहेछ 2 रुपियाँमा पाइँदो रहेछ भाइ यो गजब रहेछ लान पाइन्न होला यो त लान पाइन्छ होला नि सर होइन लगेजमा हालेर पाइन्छ नि सर यो त यो त्यो लगेजमा हाल्नु पाइन्छ
₹2.50 सस्तो रहेछ नि सानो 2 रुपियाँ त 50 पैसा सस्तो नि जे काट्ने नि हुने तर यस्तो डबल भएको चाहिँ चाहिन्छ यो हुन्छ किन चाहिएको छ सर यतातिर पुरै घरायसी सामान किन्ने हुनुहुन्छ सरले अब जहाँ गयो त्यहाँ घरायसी सामान किनेर लगिँदैछ होइन सर तपाईँले कहाँ छोड्नु भयो किन्नलाई भन्नु त दुवा जाँदा दुवा किन्नुभयो ब्याङ्कक जाँदा ब्याङ्कक किन्नु भएको छ होइन हामी अघि यसमा हेऱ्यो नि यसमा एकचोटि हेर्छु पऱ्यो एउटा चाहिँ हेर्न पर्ला जस्तो लाग्यो आफ्नो उत्पादन गरिसकेपछि तल मजदुरदेखि काम पाउने बिक्री मात्र भएर फाइदा नभए नि अरूबाट हुन्छ नि राजनीति त्यो हिसाबतिर पनि जानुपर्छ हो नि नि पुरै कपावाला माछा इलेक्ट्रिक जग विभिन्न सरले हेर्दै हुनुहुन्छ भेटिएन उयो एरियातिर छ कि जस्तो लाग्छ मलाई यो एरियामा छ कि जस्तो लागिरहेको छ त्यो एरिया छ कि जस्तो लाग्यो कप सेटहरू परस्नी सिजाको कप सेट पुरै फुलै फुलको एरिया चाहिँ के छ किन्ने भइयो सर होइन अब हामी हेरौँ यो पनि राम्रै छ सस्तो हो त 120 त पुरै फुड सर तरकारी पसलहरू पुरै मासुको आइटम भन्ने कुरा भएको थियो बेकरीवाला रहेछ नरम खालको त्यो माछाहरू एउटा लाने काट्ने छ कि छैन हजुर पुरै यो आइटमहरू छ हजुर होइन के हो कि कहाँ लेखा छ चिकन चिकन के लेखा चिकन हो जस्तो लागेन हेरे के यो चिकन हो अनि पिस कहाँ गर्ने 25 रुपियाँ रे 25 रुपियाँ 24 चिकन चाहिँ चिकन रहेछ ए हेर्नु न भाले त्यो देखाएको सिँगै रहेछ नि लान्छ एउटा हुन्छ लगाउँ न के छ र सिकाउँ कस्तो हुँदो रहेछ थाहा हुन्छ कति लेखा छ 25-24 रुपियाँ भयो मासु हामीले लास्टमा एउटा मासु खानु भन्ने कुरा हो चिकनकै हो नि त्यो होइन चिकनै लेखा छ ए ल
कुखुराको भाले नै रहेछ यिनीहरू के सब उ हो नि रोटीहरू है यिनीहरू अन्डाहरू ए अन्डाहरू रहेछ यो माछाहरू त्यसरी अब हामी बाहिर निस्कन्छौँ अब आजको सपिङ पनि सकियो अब हामी यसो बाहिर जान्छौँ त्यो आजको सपिङ सकिएको छ हिजो हामी उता पर गएर चढेको सर हामी पुत्र जाने उतातिर हो पुरै यो मल हो यही मलभित्र हामीले सपिङ गऱ्यौँ आजलाई बिल्डिङ पर्दैन अब पर्दैन हामी त आइसक्यौँ नि सर यहीँ नजिक हो त फर्कनको लागि हामी गेट बाहिर निस्कँदैछौँ यहाँ चाहिँ ड्युटी फ्रीको लागि यो सामान किन्ने काम भइरहेछ सरहरूले अब घर फर्कने बेला हिसाब किताब गर्दै हुनुहुन्छ सरहरूले राम्रोसँग गर्नलाई हिसाब चाहिँ राम्रो गर्नुपर्छ सरहरू अरू जे भए पनि यो चाहिँ अब डिपार्चरको लागि निस्किरहेछ सरी निस्कन लाग्छ काठमाडौँसम्मको उडानको समय 4 घण्टा 25 मिनटको हुनेछ। आफ्नो सुरक्षाको लागि सबै सामानहरूलाई माथिको सामान कक्षमा अथवा आफ्नो अगाडिको सिटको मुनि राखिदिनुहोला। उडानको सुरु र अवतरणको समयमा सिटको पेटी बाँधी सिटलाई सिधा राख्नु हुन र ट्रे टेबल बन्द गर्नुका साथै झ्यालको कभर खुला गरिदिनु हुन अनुरोध गर्दछौँ। मोबाइल फोनलाई फ्लाइट चेक मोडमा राखिदिनुहोला, साथै उडान धुम्रपान निषेधित भएको जानकारी गराउँदछौँ। महिला तथा सशस्त्र काठमाडौँमा यहाँहरूलाई स्वागत गर्दछौँ। हामी अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छौँ। स्थानीय समयअनुसार बिहानको 9 बजेको छ र बाहिरको तापक्रम 15 डिग्री सेल्सियस छ। सिटको पेटी बाँध्ने सङ्केत बत्ती ननिभेसम्म र जहाज पुरा नरोकेसम्म सिटमा बसिदिनुहोला।